North Annapurna Trek. जाने क्रममा देखिएको दृश्य पुतफुते खोला साँच्चै अद्भुत लाग्यो। यस्तो लाग्थ्यो मानव स्वर्ग में आइपुगे। हेरौँ न कति सुन्दर झरना, प्रकृतिको अनुपम सौन्दर्य साँच्चै मनमोहक। Branch with leaves, snow-capped mountain, water droplet. आज हामी यो उकालो र साँघुरो बाटो हिँड्दै सादिक कतर अघि बढिरहेका छौँ। बाटो साँच्चै कठिन छ, कहिले ढुङ्गामाथि उफ्रिनुपर्छ, कहिले खोला काट्नुपर्छ। आज राति कहाँ बास पर्छ भन्ने ठेगानै छैन। यदि सादिकमा बास नपायौँ भने हामी अझै माथि गएर गुफा फाट पुग्नेछौँ। त्यही रात बिताउँ। कति 4050 मिटर हो यो? बहुत हिँड्ने। यहाँ ठाउँ छैन रे आज टेन्टको लागि। फेरि माथि जानु पर्ने भयो। निकै गाह्रो पो हुने भयो यार। पानी पऱ्यो हो, क्यारियो है। टेन्ट यस्तै लगाएर बसेको छ। यात्रा साह्रो भए पनि हरेक पाइला नयाँ अनुभव रोमाञ्चले भरिएको छ। 3160 मिटर हो। सकिन्छ हो र? सकिन्छ। हिमालको पेटदेखि झरनासम्म खोला नालाको कलकल आवाजमा प्रकृतिले लेखेको सङ्गीत सुन्न सकिन्छ अन्नपूर्ण ट्रेकमा। अन्नपूर्ण ट्रेकको यात्रा एकातिर अग्ला हिमाल, अर्कोतिर गहिरा खोला नाला, बीचमा मनमोहक झरना, घना जङ्गल, प्रकृतिको अद्भुत संसार। स्नो क्याप माउन्टेन, ब्रान्च विथ लीव्स, वाटर ड्रपलेट। जीन्स प्यान्ट लगाएर केटीहरू हिँड्यान्, तर हिँड्दाखेरि चाहिँ नेचुरल भ्यूहरू हेर्दाखेरि थकान पनि मेटिँदो रहेछ। मजा चाहिँ आइरहेको छ। हाम्रो हिजोको यात्रा साँच्चै कठिन थियो। उकालो ओह्रालो बाटो, खोला नाला, पहाड र झरनाको सौन्दर्यले यात्रा रमाइलो बनाए पनि थकाइले शरीर चर्किएको थियो। बेलुका 7 बजेतिर हामी गुफा फाट आइपुग्यौँ र धेरै मेहनतपछि बल टेन्ट लगाउने ठाउँ भेट्यौँ। दिनभरको थकाइले गर्दा हामीलाई रात्रि पर्खिने गाह्रो भयो। सबैलाई तुरुन्त सुत्न मन लाग्यो। कठिनाई बीच पनि प्रकृतिसँग बिताएको यो रात अविस्मरणीय रह्यो। ओहो, हिजो रुजियो ट्रेकिङ हिँड्दा होइन? कपडा आदि सब सुकाएको उठाइसक्यो बिच भनेर। अब यहाँबाट कति घन्टा हारे भन्छ? 8 घन्टा? 3 घन्टामा यहाँबाट साथीभाइहरू हिँडिसक्यो ट्रेकमा। हामी पनि अब यो यसो ब्रेसलेट खाएर अब हिँड्ने। 2 दिनको ट्रेक, 2 दिन, तिनै दिन लाउने भयो अन्नपूर्ण नर्थमा पुग्न होइन? डे 3 हामी गुफा फाटमा छौँ। गुफा फाटमा अब चिया कफी भान्जाले चिया कफी बनाउँदै हुनुहुन्छ। कफी खाएर अब हामी यहाँबाट माथि बेस क्याम्प बिस्कुट मेलासम्म बेस क्याम्प पुगिन्छ जस्तो लाग्छ। 4 घन्टा छ अरे बाटो। तलतिरको बाटो डेन्जर इपिक छ। इपिक फर्स्ट डे चाहिँ लास्टै गाह्रो छ। हामी हुमखोलाबाट माथि 3-4 घन्टा लगाएर चढ्यौँ। त्यहाँ माथि बिचमा चाहिँ एउटा झरना पनि छ अनि बस्ने ठाउँ पनि छ। यस्तै छ बस्ने ठाउँ होइन? यो एउटै होटल हो। तल पनि यस्तै एउटा छ यहाँबाट 1.5 घन्टा तलपट्टि। तर त्यहाँ बस्ने ठाउँै नभएर हामी राति यहाँ माथि चढेको। यहाँ माथि पनि पुरै प्याक त्यस्तो ओढेर होइन। अनि यहाँ पुरै प्याक थियो। अनि हामीले चाहिँ झन् हाम्रो टेबलले सुत्यो भनौँ न। खानेकुरा पनि आफै बनायो, चौधो खाइयो। आज चाहिँ हामी अन्नपूर्णमाथि बेस क्याम्पसम्म जान्छौँ होला। बाटो यहाँबाट अब सजिलै छ भन्नुहुन्छ क्या दाइहरूले। 1.5 घन्टामा बिस्कुट मेला अनि त्यसमा खोलाको तिरै हिँड्ने हो यस्तो बाटो। हिजो जस्तो यो पहाड चढ्नु पर्दैन भन्नुभएको कि। अब हेरौँ कस्तो हुन्छ। ल अब हामी चिया खान्छौँ अनि निस्किन्छौँ है त। अलिक ठुलो खोल्नुपर्छ हो। ल
लाएर कफी खानुपर्छ अब कफी खाने अब अरू त भन्छ हुन्छ भोलि माथि गएपछि आज माथि गएपछि चाउचाउ साउचाउ स्निकर्सहरू बिस्कुटहरू छ